ल है साथीहरू, म चाहिँ आज मजाले सुतिरहेको थिएँ होइन। अनि बुढीले घोचेको चाहिँ गर्छ, चिया पनि बनाएर ल्याइदिएछ। अनि उठा गर्छ, अरे किन मेरो आज छुट्टी हो, म मजाले सुत्छु भनेको होइन, उठ्नु उठ्नु भनेर भने गर्छ। चिया पनि बनाएर ल्याइदिएछ। किन 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 उठ्नु म भनेको, आज बनाएर घट्टा जानुपर्छ, जू घुम्नु जानुपर्छ। जू घुम्नु जानुपर्छ मनै सोचेँ मैले होइन। किन एक्टिङ गरिबस्नु, जाने ठाउँमा त ठ्याप्पै रोक्नै हुँदैन, ठ्याप्पै एक्टिङै गर्नु हुँदैन, उठ्नुपर्छ म भनेर चाहिँ मेरो बाबा पनि अलिकति हाँसेर जराक जुरुक उठेर होइन एकैचोटि रेडी भएर ठिक्कै रेडी भएर निस्केँ। म पनि रेडी। बाहिरको मौसमहरू एकदम दामी थियो होइन, सनी डे भइरहेको थिएँ। अनि एकैचोटि बाहिर निक्लेको। ल अब तालासालामा हालेर अब चाहिँ लागेको के को बनारघट्टा। यहाँबाट 30 किलोमिटर टाढो छ, बेसी त होइन, धनकाला गाडी। अन्त अब के गर्नु, आजको दिन त्यता बनारघट्टामा चाहिँ के छ भने चाहिँ तपाईँको जू। अनि जूमा सबै अब जूमा भनेपछि तपाईँहरूलाई थाहा भइहाल्ने कुरा है, के हुन्छ के हुँदैन। ल आज चाहिँ त्यहाँ जाने हो अनि तपाईँहरूलाई देखाउने हो के छ के छैन है। ल है अब गाडी स्टार्ट गरौँ। अघि हेर अलिअलि पुचेको गाडी पनि यस्तो कामै काम बिहानदेखि एकैजना गाडीमै कुदेको हुन्छ र गाडीको हालत खराब हुन्छ। अघि चाहिँ पुछेँ अब के लागेको है त, गाडीमा तेल पनि थिएन। अनि मजाले म्याप लगाएँ, अब चाहिँ लागेको है त बनारघट्टा। चाहिँ बल्ल बल्ल पुगेँ है साथी हो होइन। अन्त यस्तो रहेछ है, पुरा दोकानहरू थाहा भएको थियो है यहाँनिर अलिअलि। अनि बाहिरतिर खाने जग्गाहरू, अब यहाँ चाहिँ टिकट काट्ने जग्गा पुग्यो हामी होइन। अनि अब टिकट क्यास अनलाइन यो सबै काट्ने कुराहरू होइन। टिकट चाहिँ यहाँ चाहिँ क्यास काट्दा नि हुने र अनलाइनमा गऱ्यो भने यहाँ मेसिन छ यहाँनिर एकछिन देखाउँछु। यहाँनिर मेसिनमा म्याडमले हो टाइपिङ गर्नुहुँदैछ हो। अनि दुईजनाको टिकट काटेँ यहाँबाट। अनि दुईजनाको टिकट काटेर टिकट सिकट काटिसकेर गएँ होइन। अनि भित्र चाहिँ अब के छ भनेर चाहिँ हामी चाहिँ अत्तालिँदै गएको थिएँ। यहाँनिर यो गाडी रहेछ, यो त यताउता के मैला सैला बोक्नु लाग्यो होला सायद होइन। भित्र गएको अब फर्स्टमा चाहिँ हामीलाई के देखाउँदैछ भने चाहिँ जेब्रा रहेछ है, अफ्रिकन। अब यो दिन हेर्नु जाँदैछ हामी चाहिँ। क्यामेराम्यान चाहिँ मेरो बुढी छ है, वाइफ। अनि जाँदैछु, कहाँ चाहिँ ओ जेब्रा त्यहाँ रहेछ है। मैले चाहिँ आज फर्स्ट टाइम होइन, रियलमा चाहिँ आज फर्स्ट टाइम देखेको। जूमा उसमा गएको थिएन होइन। जू त गएको थिएँ म त, तर त्यहाँ थिएन, जेब्राहरू चाहिँ थिएन। म चाहिँ रियलमा चाहिँ आज देखेको। वाउ दामी हुँदो रहेछ है। र अरू पनि धेरैवटा कुरा छ है, यो त फर्स्ट भयो। जेब्रा थुप्रो रहेछ जेब्रा चाहिँ, तर जे होस् दामी रहेछ। अनि बुढीले फेरि अब हिँडेर नजाने अरे, गाडीमा जाने अरे। अनि गाडीमा जानु लागि त
फेरि रोक्दा पनि त चाहियो है। अब टिकट काट्नु पऱ्यो, त्यसको लागि टिकट काटेर चाहिँ गाडीमा जानु पऱ्यो। अब लाइनमा म चाहिँ टक्कै लाइनमा बसिरहेछु। बुढी चाहिँ यहाँबाट भिडियो गर्दैछ मेरो। यहाँ चाहिँ फेरि यो गाडी कुदाउने मान्छे चाहिँ खालि लेडिज हुँदो रहेछ, खालि नो जेन्ट्स, खालि लेडिज मात्रै। एउटा गाडीमा 9-10 जना लगेको थियो। एकजनाको ठुलो मान्छेको एडल्टको 100 अनि सानोको चाहिँ अब 50 गर्दो रहेछ होइन। अनि उहाँहरूको ट्रनमा आउँदो रहेछ। म त गाडीमा चढेर पनि हाम्रो ट्रनको गाडी आएर पनि हेर्दै गएको। गाडीमा त चढ्नु त्यस्तो मजा लागेन, हिँडेर गएको धेरैवटाको कुरा पनि देख्थ्यो होला कि। अनि अब जे प्रायः हेरेर आयो मेरो खोइ। ठाउँ चाहिँ जे होस् मजाको रहेछ, पिसफुल खालको रहेछ होइन। जाँदैछु बुढी उसलाई नि घुम्नु जानु भनेको रहेछ त ऊ ठिकै ठुलो रहेछ त्यहाँ। यो त के हो डाइनोसर भन्छ के भन्छ रहेछ त्यो, यसलाई चाहिँ हेर्छ होइन। भित्र बाघ रहेछ त्यो बाघ। मैले अलि भिडियो स्किप गरेको छु है, अलि स्पिड बढाएको छु र यस्तो देखेको। बाघ चाहिँ मजाले चिसो पानीमा बसिरहेछ, त्यसको डुब्ने पानी ठाउँमा मजाले। माथिबाट सावर पनि छ है बाघलाई चाहिँ मजाको। त्यही हो बालु। नेक्स्ट बालु यो त अब यहाँ देखिरहेको कुरा हो होइन। यिनीहरू त हामी उता सिक्किममा पनि देखिरहन्छ है। उता पनि जू शान्त माथिनिर त्यहाँनिर पनि छ बालु। तर त्यहाँ चाहिँ अब धेरै जङ्गल ज्यादा छ होइन, कोही बेला देख्छ कोही बेला देख्दैन। यहाँ चाहिँ खुल्लामै सानो जग्गामा सबै कुराहरू सानो जग्गामा है। यसलाई के भन्छ यो पनि रहेछ है, अस्ट्रिच। अस्ट्रिच त्यहाँको यहाँनिर चाहिँ यो खोइ यो के हो म त देख्नु पनि देखेको छैन। सानो के हो के थियो त्यहाँनिर। यहाँनिर चाहिँ हो के भन्छ यसलाई लुम्डी है। लुम्डी यताउता यो लुम्डी पनि पुरा रहेछ क्या, धेरै रहेछ। यसको चाहिँ फेरि खेल्ने जग्गा पनि ठुलो थियो है। अनि यहाँनिर हिप्पो है, यो त निक्लेन, यो थपक्कै बसिबस्दो रहेछ नहल्लिकन। ढुङ्गा हान्नु पाएको भए नि मजा आउँथ्यो है, ढुङ्गातिर उठाउनु, तर त्यसो गर्नु हुँदैन। यहाँनिर हात्ती मैले फर्स्ट टाइम देखेको लाइफमा है, हात्ती पनि मजाको थियो त्यहाँनिर। अनि माथि लायन पनि मैले फर्स्ट टाइम देखेको है आफ्नो आँखाले। अनि यहाँनिर धेरै अहिले त्यस्तो साह्रो मान्छे थिएन नभए अब यहाँनिर साह्रो पर्छ अरूलाई चाहिँ यताउता चाहिँ। गाडीमा चाहिँ अघि धर्यान एउटा बसिरहेछ अनि एउटा उहाँ सुतिरहेछ लाइन। फर्स्ट टाइम देखेको र अलिकति मजा आएको थियो क्या घुम्नु पनि। अनि यहाँनिर यो त के पो थियो, यो लेओपार्ड हो। यो 2-3टा थियो, एउटा पानी खाँदैछ अनि एउटा माथि बसिरहेछ। ऊ एउटा भित्र खाना खानु पस्यो, खाना खानु कि सुत्नु पस्यो। अनि हात्ती अघि राम्रो देखाउनु पाएको थिएन, यहाँ हात्ती त यो मजाको गजबको छ नि तपाईँको। 2-3टा थियो होइन। हात्ती पनि मैले चाहिँ देख्नु चाहिँ देखेको थिएन, रियलमा चाहिँ देखेको थिएन, आजै देखेको। कत्रो खुट्टा हो, हुन्छ योभन्दा पनि ठुल्ठुलो हुन्छ अरे, खै मैले त देखेको छुइनँ। यही हो फर्स्ट टाइम देखेको, यसलाई नै ठुलो मान्छु म चाहिँ। मजाले घाँस पनि मजाले खाँदो रहेछ होइन। अनि 2टा बराबरको रहेछ। अनि अर्को पनि छ, मैले देखाएको छुइनँ यता हुन्छ छन् चाहिँ। हात्ती चाहिँ मलाई चाहिँ किन मन पऱ्यो भनेको चाहिँ बराबरको रहेछ, एउटै साइजको रहेछ। हामी जुत्दै रहेछ नि त, हात्ती पनि हेरिबसेँ मजा आयो। मलाई चाहिँ किन फर्स्ट टाइम देखेको होला, अलिक रमाइलो लाग्यो क्या मलाई चाहिँ, मजाको लाग्यो।
दुइटा त लड्दै गयो सायद त्यो त जङ्गली नै होला। ओह म्याडम गाडीमा चढ्छु भनेको अहिलेदेखि गएन। यो हिर्को त हतपत नचल्दो रहेछ होइन, त्यतिकै बसिबस्ने पानीभित्रै बसिबस्ने बाहिर ननिस्किँदो रहेछ। अब त्यतिकै चलेको भनेको अलिकति चल्छ है, अलिकति मात्रै चल्छ, चल्दैन। अलिकति चल्यो ठिकै छ। तर मलाई त मन पऱ्यो, अब बोटिङमा गएको होइन, बोटिङमा जाँदैछ। मलाई त बोटिङ त खतरा हुन्छ होला भनेको त त्यस्तो मजा चाहिँ आएन। तर नि अब घुम्न गएको होइन, मजा त अब नआयो नि आएन भन्नु पऱ्यो, इन्जोय गरेँ भनौँ न। केटाकेटीहरू नानीहरू छ भने चाहिँ लिएर आउँदा हुने रहेछ यहाँनिर धेरै। तल यसो नजारा हेरेको ठिकै थियो, अन्त मेरो पालो पनि मजाले सेकेट लगाएँ होइन। अब चाहिँ सुट लगाइसक्यो त तल झरिहाल्ने भनेको त एउटा ब्याग पुगाउनु थालेँ। केटीहरू तर अलिकति चाहिँ ढिलै हुन्छ, लोसेनै हुन्छ। म्याडमलाई अब म अघि एउटा जुन चाहिँ पाएँ त्यही टिपेर लगाइसकेँ, त्यतिकै उसलाई छान्दै अब धेरै नै टाइम लाग्ने भयो उसलाई। अब त्यो नाप्छ यो नाप्छ, अब नापेर पनि उसलाई हुँदैन जस्तो हुँदैन। केही न केही प्रब्लमै छ उसलाई। केही ल है त गुड। अब यो चाहिँ लाग्यो होइन, त्यो चाहिँ फाइनल भयो पनि उसलाई। अब तल गएर नानीहरू पुरा छ यहाँ। हामीले चाहिँ कस्तो खालको छ भने चाहिँ ग्रुपिङ पनि हुँदो रहेछ 10जनाको, र 2 सिटर 4 सिटर 8 सिटर हुँदो रहेछ। हामीले चाहिँ 2 सिटर मात्रै गरेँ होइन। तल गएको त्यस्तो खासै केही थिएन, मजै नआउँदो रहेछ बुढी र म। अन्त मजा आएन मलाई त, मैले त्यही भने मजा आएन मलाई चाहिँ भन्दैथिएँ। योभन्दा त म पौडी खेल्छु भन्दै थिएँ होइन। तर पानी यति साह्रो मैला क्या, मैला ओभर मैला पानी चाहिँ, तर पनि मजा आउँदै थियो होइन। बुढीलाई लिएर गएपछि त मजा गर्नै पऱ्यो। आउँदै रहेछ मन परेन भन्नु भएन, धेरैवटा नदेखेको कुराहरू देख्नु पायो, धेरैवटा नसुनेको कुरा सुन्नु पाएँ, देख्नु पाएँ, हेर्नु पायो भने त धेरै राम्रो हुन्छ। त्यहाँदेखि बिचमा जाउँ भनेको बिचमा जानु लागि अरू थिएन। त्यहाँदेखिको साइडमा खेल्यौँ हामी चाहिँ बोटिङ। साइडमा खेलेँ अनि बिचमा चाहिँ जानु लागि अरू थिएन। बोट चाहिँ बेसी थिएन तिनीहरूकोमा, बोट थियो र पनि मान्छे पनि थियो। तर नि अब किन नचलाएको, सायद यो पोखरी सानो भएर होला बेसी मान्छेलाई नहालेको, बेसी बोट नहालेको। तर पनि मजै आउँदै थियो। अन्त यो परनिर एउटा बोट, यहाँ अगाडि हाम्रो अगाडि पनि परनिर एउटा बोट। यो बोट त झन् अगाडिदेखिको खेलेकै ढिलो खेल्दो रहेछ। टाइम चाहिँ तपाईँको 10 मिनट हो कि कति मात्रै त्यही थियो। अन्त जिउको ठुलोको एडल्टको 100ले अनि चाइल्डको 50 लिँदै थियो होइन। लिँदो रहेछ। हामी त 2जना थियो, 200 लिएर चढेको। त्यहाँदेखि 200 त कहाँ त्यसै आउँछ र भनेर हामी पनि एकछिन त वरिपरि घुमाइबसेँ, 10 मिनट बेसी नै घुमाइबसेँ हामी चाहिँ। पाइडल चलाउनु पर्दो रहेछ। भोलि त नसक्नै पऱ्यो, मेरो बिजोग मैले चलाउँदैछु। तर पनि 2 राउन्ड लगाएर चाहिँ मेरो पालो। यहाँ अगाडि यिनीहरू त झन् अगाडिदेखिको खेलेको, के बोटसोट सबै सकेर यहाँनिर कुखुरा बाले रहेछ। अनि अर्को चाहिँ के हो मलाई त याद छैन, साह्रै होइन जस्तो एनिमलहरूको नामहरू मलाई त्यस्तो साह्रो याद हुँदैन। यसको पनि मलाई नाम याद छैन। बर्ड रहेछ। चराहरूको नामहरू मलाई याद छैन त्यस्तो साह्रो। अनि यो माथि के हो, रुप्पी हो कि सुप्पी हो के हो।
देखियो चराहरू पनि पुरा रहेछ होइन। चराहरू पनि के हो के यहाँ चाहिँ कछुवा रहेछ होइन। कछुवालाई चाहिँ माछा दिनुपर्छ है खाना चाहिँ। अनि माछा माथि माथि तरिरहेछ हो मरेर। कछुवालाई जति खाए पनि भयो। ए अस्ट्रिच 2-3टा थियो। दामी थियो, ठुलो ठुलो थियो होइन। साँप पनि पाल्दो रहेछ है मजाले। यो इन्डियन स्नेक हो कुनि के भन्दैन होइन, कोब्रा। अनि यो रुखमै बस्ने के हो कुन चाहिँ जातिको देखेको थिएँ त्यहाँनिर के तर पढेन पढ्नु चाहिँ पढेको थिएँ तर अब के हो के होइन यादै हुँदैन त्यो के हो। अनि यो चाहिँ हेब्बी ठुलो थियो साँप, यो चाहिँ हेब्बी ठुलो होइन। भारी नै ओभर 10-15 केजी थियो होला सायद साँप चाहिँ, हेब्बी ठुलो। अनि यो चाहिँ मजाको लाग्यो होइन, रमाइलो लाग्यो। एकछिन चाहिँ हेरिबसेँ, एकछिन बसेर 10 मिनट जस्तो त हेरिबसेँ यसलाई नै। अनि चराहरू पनि धेरै 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 किसिमको होइन, धेरै बेसी नै थियो। कालिसो कि के हो कि कुखुरा जस्तो पनि छ, यो त बस्ती कुखुरा जस्तो पनि छ होइन। बस्ती कुखुरा त होइन होला सायद। यो अब फेरि म्याडम अर्कोतिर लाग्यो, अर्कोतिर लाग्ने भन्दै हेर्नु गएको। त्यहाँनिर हेरेँ अब चाहिँ लास्ट थियो होइन। अनि यो अब गएँ यहाँनिर अलग्गै स्ट्याचु नहल्लिकन बस्दो रहेछ। यतिकै बस्यो ढुङ्गा नभइदिए नि हुन्थ्यो नि भने जस्तो क्या, ढुङ्गा हुँदैन। यहाँनिर फेरि एउटा छ है, एउटा चिसो कुन चाहिँ खालको बाँदर हो याद छैन, पुरा भुत्लाले छेकिसकेको छ। यो छ नि हो के अरे मजुर, सेतो मजुर मैले फर्स्ट टाइम देखेको होइन। सेतो मजुर पनि हुँदो रहेछ। पानी खाने पनि मजाले बनाइदिएको रहेछ सबै। मजुरहरू मजाको रहेछ। पानी खाने ठाउँ पनि रहेछ, साह्रै तिर्खा लागेर पानी पनि खाइदिइहालेँ मैले चाहिँ होइन। अन्त साह्रै हिँडेर तिर्खा लागेर के दिनभरि हिँडेर तिर्खा लागेर ओभर तिर्खा लागेर चाहिँ अब चाहिँ एक्जिटतिर लागेको पो बाहिर आएको। त्यस्तो साह्रो केही छैन रहेछ। अब त मान्छेहरू पनि त हिँडिसकेको थियो, कति 6-7 कति 6 बजिसकेको थियो होइन। 6 बजीसम्म चाहिँ खुल्ला हो, 6 बज्न आँटेको थियो।
मजा आयो तर त्यस्तो साह्रो टाइम दिनु पाएन अरे मैले भने कसरी टाइम दिनु पाएन हामी त्यत्रो 3 घन्टा मजाले घुम्यो नदेखेको कुरा देख्नु पायो मजा आयो मलाई त भनेको अब नेक्स्ट टाइम कसरी हुन्छ नेक्स्ट टाइम आउँदैन अब एकखेप आएको जग्गा दोबारा आउँदैन भनेको मैले अरे म भन्दा त तपाईँ त भोलिपल्ट ड्युटी जानुपर्छ हो छिटो मिठो गरेर खाना सब्जी बनाएर खाएर सुत्नुपर्छ